जय श्री राम राधे राधे भिडियो देखो हाम्रो 3 करोड नेपालीको जनसङ्ख्यामा 40 लाख त मुस्लिमहरू मात्रै छन् भन्ने कुरा आइरहेछ नि सामाजिक सञ्जालमा। यो के हो? यो अलिकता मैले तपाईकै युट्युबमा तपाईकै यो टिभीमा आएर मैले बढी हैन 6 महिना अगाडि मैले के भनेको थिएँ, आज त्यो कुरा त पुष्टि भयो नि। तपाईले 5 लाख भन्नु भएको थियो, मैले भने 5 लाख मात्रै हो र? अध्ययन गर्नुस्। आज मुस्लिम समुदायका नेताहरूकै अभियन्ताहरूकै मुखबाट आज त हामीले सुन्यौं नि 40 लाख छन्। अब नेपाल सरकारको डाटा अनुसार 16,94,000 लमसम 8-10% कम 7%। तर उहाँहरूको डाटा हेर्दाखेरि त झन्डै 30% छन् उनीहरू। अब बाँकी जुन 27 लाख भनौं या 28 लाख 26 लाख मुस्लिमहरू कहाँ छन्? बाँकी मुस्लिमहरू कहाँ छन्? यो नेपाल सरकारले तुरुन्तै म सम्माननीय प्रधानमन्त्रीजीलाई र गृहमन्त्रीजीलाई तपाईहरूलाई कसैले पनि कर कापमा राख्नु भएको छ भने तपाईहरू जान्नुहोस्। यदि तपाईहरू कसैको कर कापमा हुनुहुन्न भने निष्पक्ष छानबिन गर्नुहोस्। मदरसामा, मस्जिदमा, ईदगाहमा, यो 3 ठाउँमा छापा हान्नुहोस् तपाईहरू राम्रोसँग। र कतिजना कुन देशबाट छन्, कतिजना कहाँबाट आए र कतिजना कुन उद्देश्यले नेपालमा आएका छन्। होइन भने यो मधेसको मात्रै कुरा होइन, यो हिमालको मात्रै कुरा होइन, यो पहाडको मात्रै कुरा होइन, समग्र नेपाललाई आजको ठिक